15-20 वर्ष बाँच्नु पायो राम्रो हुन्थ्यो पनि। के गर्नु मेरो जिन्दगी त्यति नै रहेछ। यो अप्सन फेरि गर्नुपर्छ भनेको छ होइन। अच्छा यो यस्तो गरेर राखेको त्यो चाहिँ के आन्द्राको के अपरेसन हुनु? हजुर हजुर यो चाहिँ आन्द्राको, यो पनि आन्द्राको त्यति निकालेर रहेछ। यो पनि 3 ठाउँ यता पनि गयो, पछि यता पनि गयो। यहाँ पालमा रहेछ सबै। घरमा सम्पत्ति सही छ। के गर्नु म मर्ने भयो। पहिला त यहाँ दुखाउँछ, यहाँ सोध दुख्छ, मुटुमा जान्छ। अहिले त त्यो अपरेसन गरेपछि यहाँ मुटु दुख्छ। अनि त्यही हो सर, ध्यान दिएको। अनि उपचार गर्यो। अब गर्दा गर्दै अब भएको पैसाहरू सबै त्यहीँ सित्यो होइन। अब सबै त्यहीँ सित्यो। अहिले त्यही उपचार गर्नलाई अब औषधि किन्नलाई खर्च नभएर चाहिँ त्यही हो। दिनमा फेरि 30,000 40,000 पैसा चाहिन्छ भन्यो। अनि त्यसपछि अब त्यहाँ 30,000 40,000 चाहिन्छ भनेपछि हामीले नसकेर अनि घरमै फेरि फर्काएर ल्याएको। तपाईँहरूले आफ्नो समस्या दर्शक माझमा राख्न लागि होइन यतिखेर हामीसँग जोडिनु भएको छ। हजुर तपाईँहरूको समस्या के हो भनिदिनु न। समस्या के हो भन्दाखेरि अब बुवालाई चाहिँ पहिला गाउँमा पेट दुख्यो भन्दै थियो। अब गाउँबाट पेट दुख्यो भनेर यता ल्यायो। अब ल्याएर 2-3वटा हस्पिटलमा चेक गरेर पछि बल्ल थाहा भएर भित्र मासु पालाको रहेछ अन्तरामा। अनि त्यो मासु पालाको अप्सन गरेको थियो। त्यो अप्सन गरेर अनि पछि फेरि अप्सन बिग्रेपछि त्यो अन्तरा जोडे ठाउँमा त्यो पछि फेरि पेटबाट निकाल्यो कि निकालेर राखेको छ। अनि त्यो 3 महिनापछि जोड्नुपर्छ भनेको छ त्यो चाहिँ। अनि अर्को समस्या चाहिँ अब बुवालाई चाहिँ क्यान्सर भएको भनेर भन्यो कि होइन। त्यस्तो सङ्केत देखायो। त्यस्तो सङ्केत देखाएपछि पछि फेरि ऊ भयो, बिमारी भयो। बिमारी हुने बेलामा फेरि किडनी फेल अनि देखायो होइन। त्यो के धेरै समस्याहरू देखायो। अनि उपचार गर्यो। अब गर्दा गर्दै अब भएको पैसाहरू सबै त्यहीँ सित्यो होइन। अब सबै त्यहीँ सित्यो। अहिले त्यही उपचार गर्नलाई अब औषधि किन्नलाई खर्च नभएर चाहिँ त्यही हो। तपाईँको बुवा उहाँ चाहिँ? हजुर मेरो बुवा। हजुर घर कहाँ हो तपाईँहरूको चाहिँ? काभ्रे महाभारत गाउँपालिका। काभ्रेबाट अहिले चाहिँ काठमाडौँमा बुवाको उपचारको लागि उपचार गर्दै हुनुहुन्छ? हजुर अहिले ठ्याक्कै 2 महिना भयो उपचार गरिरहनु भएको छ। हजुर अहिले चाहिँ के भन्नुभएको छ डाक्टरहरूले? हस्पिटल के भनिरहेको छ? कस्तो क्यान्सर भनिरहेको छ? हजुर क्यान्सरै भनिरहेछ। रिपोर्ट चाहिँ इन्डियाबाट आएको छैन। हजुर यो तिहार पछि मात्रै आउँछु भन्दै थियो। तिहार पछि अहिलेसम्म रिपोर्ट चाहिँ आएको छैन। क्यान्सर चाहिँ क्यान्सरै भनेको छ। ए उपचारको लागि कुन हस्पिटलमा जानुभएको थियो? बनेपाको त्यो एउटा हस्पिटल, त्यो हस्पिटलको नाम चाहिँ थाहा भएन मलाई। त्यो घोकी चौरमा थियो होइन। त्यहाँ गरेको थियो। त्यहाँ गर्दा गर्दै अनि पछि यो अप्सन बिग्रेपछि त्यहाँबाट नसक्ने भएन। उता धुलगेलमा रिपोर्ट गर्यो। धुलगेलबाट अनि फेरि धुलगेलमा आइसियु नभएको भनेर अनि यता केएमसीमा पठायो। अब केएमसीमा पठाउँदा चाहिँ अब सबै चेक गरेर अब त्यस्तै अब किडनीमै ऊ समस्या छ, मुटुमा पनि समस्या भइसकेको छ भनेर भन्यो। अलिक ढिलो भएछ भनेर भन्यो। अनि त्यसपछि त्यहाँ उपचार गर्न लागेको थियो होइन। अनि त्यहाँ दिनमा फेरि 30,000 40,000 पैसा चाहिन्छ भन्यो। अनि त्यसपछि अब त्यहाँ 30,000 40,000 चाहिन्छ भनेपछि हामीले नसकेर अनि घरमै फेरि फर्काएर ल्याएको। तपाईँहरू पैसाको कमीको कारणले गर्दा चाहिँ बुवाको उपचार गर्न सक्नु भएन? हजुर 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 पैसा नभएर चाहिँ त्यो फर्काएर ल्याएर आएको पछि त। घरमा सम्पत्ति सही छ। के गर्नु म मर्ने भयो। कति वर्ष पुग्नुभयो बुवा तपाईँ अहिले? मैले 69 भयो।
अच्छा साथीहरूसँग हिँडाउँला हेराउँला भन्ने मान्छे यो मेरो सही खाटल सही पैसाले 69 वर्ष पुग्नुभयो तपाईँ? भर्खर लागेको छ हजुर। के भएको रे तपाईँलाई डक्टरले? हजुर के भएको छ अरे तपाईँलाई डक्टरले? के भएको तपाईँ? के बिरामी भएको? डाक्टरले बेथा पत्ता लगाउन सकेन। बल्ल बल्ल क्यान्सर भएको रे भन्यो, कहिले के भन्यो, कहिले के भन्यो। गर्दा गर्दा 2-4 लाख पैसा भएको सित्यो। ऋण भयो छोराहरूले सर। मुम्बाट भयो। के हुन्छ तपाईँले चाहिँ अहिले भयो? अहिले त केही पनि छैन। यो उपचार गर्नु पर्यो, फेरि अपरेसन गर्नु पर्यो भन्छ। के गर्छु अब? तपाईँले चाहिँ के कुरामा जस्तो दुख्ने होइन अथवा के कुरामा चाहिँ समस्या हुन्छ भयो तपाईँलाई चाहिँ? पहिला त यहाँ दुखेको छ, सो दुख्छ, मुटुमा जान्छ। अहिले त त्यो अपरेसन गरेपछि यहाँ मुटु दुख्छ। अनि त्यही हो सर, त्यहाँ त्यति हो। त्यही हो। अब खर्चले भ्याएन। कति लाग्छ भनेको छ डक्टरले? कति पैसा मागेको छ तपाईँ डक्टरले? अगाडि भनिएको छ सर, एउटा अपरेसनलाई 5-10 लाख नै लाग्छ भन्छ। यहाँबाट पार पार्नुपर्ने, यहाँ निकाल्नुपर्ने भन्छ। फेरि यहाँ पनि निकाल्नुपर्ने। म सक्दैन, मेरो पैसा छैन भन्यो। त्यही भएर सरहरूले विचार गर्दैछ। योभन्दा अगाडि चाहिँ तपाईँले के उपचार गर्नुभएको थियो बा? केही पनि छैन सर। अघि आन्द्राको के उपचार गरिरहनु भएको? केही पनि छैन, केही पनि छैन। अप्सन गरेर स्यापु बुझामा त्यो केही पनि गरेन सर। यो गोरु चराउने अनि बाख्रा चराउने, हिँड्ने, खाने, त्यति हो। केही पनि छैन। सक्यो मैले। उहाँ चाहिँ तपाईँको छोरा हो? हो। छोरा यस्तो, बाबु यस्तो, के गरी खाला। आयो के गर्नुहोस्? घरमा चाहिँ को हुनुहुन्छ तपाईँको? हजुर घरमा को हुनुहुन्छ? बुहारी एउटा छ, कान्छी बुहारी एउटा छ। कहिले आउनुभयो तपाईँ काठमाडौँ चाहिँ? अझै त भयो 1.5 महिना, 2 महिना हुन लाग्यो सर। 2 महिना भयो? यताउता हिँड्दा 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 पैसा 2-4 लाख पैसा भएको, ऋण गरेर ल्याएको त्यो सित्यो। अब पैसा पनि सक्यो, सम्पत्ति पनि सक्यो। ऋणमा मान्छेले पत्याएन सर। अब मर्नु भयो जिन्दगी। खतम। के को लागि सक्नुभयो तपाईँले 3-4 लाख पैसा चाहिँ? अब उता चेक गर्दा, उता चेक गर्दा, उता चेक गर्दा औषधी चाहिन्छ भन्छ, औषधी ल्यायो। यो औषधीले भएन भन्छ। त्यो गर्दा सिद्धि छ। काठमाडौँ ठाउँमा हाम्रो भन्ने मान्छे छैन, किनेर खानु पर्यो। त्यही भएर पैसा नभएर चाहिँ अहिले तपाईँको उपचार हुन सकेको छैन भयो त्यसो भए? हजुर। यो अप्सन फेरि गर्नुपर्छ भनेको छ होइन? हजुर। यो यस्तो गरेर राखेको त्यो चाहिँ के आन्द्राको के अपरेसन हुनु? हजुर हजुर। यो चाहिँ आन्द्राको, यो पनि आन्द्राको त्यस्तो निकालिरहेको छ। यो पनि 3 ठाउँ यता पनि गयो, पछि यता पनि गयो। यहाँ पार राखेको छ सर।
अहिले भएको चाहिँ बुवालाई के भएको यता क्यान्सर भएको नि हजुर क्यान्सर भएको क्यान्सर बढ्यो क्यान्सर भक्तपुर आयो अब रिपोर्ट आएको छैन भक्तपुर पढायो कुन चाहिँ क्यान्सर हो भन्ने कुरो चाहिँ थाहा भएको छैन निश्चित भएको छैन सर केही पनि निश्चित भएको छैन होइन हस्पिटलमा गएपछि त के भएको भनेर डक्टरले त भन्ला नि त क्यान्सर भन्ने नै हो भने पनि कस्तो क्यान्सर भन्ने कुरा त डक्टरले खुलाउला नि त होइन त्यो त हजुर त्यो खुलेको भनिसक्यो होला नि डक्टरले तपाईँलाई खास चाहिँ ब्लड क्यान्सरै भनेको छ भन्न चाहिँ होइन अब त्यो रिपोर्ट चाहिँ आएको छैन यही क्यान्सर हो भनेर चाहिँ उनीहरूले इन्डियामा पठाएको रहेछ इन्डियाबाट आएको छैन भनेर भन्यो त कुन हस्पिटल पठाएको धुलियलमा धुलिखेल भएको छ इन्डियामा हजुर ए अनि धुलियलमा अनि आएको छैन भनेर भनेको थियो अनि त्यसपछि अस्ति हामीले घरमै ल्याएर राख्यो घरमा ल्याएर राख्दाखेरि अलि फेरि साह्रो भयो कि साह्रो भएर चाहिँ हामीले अनि केएमसीमा लगेको केएमसीबाट अब पैसा धेरै चाहिन्छ भनेर भन्यो होइन दिनमै 20-30 हजार चाहिन्छ भन्यो त्यसपछि फेरि होस् पैसा पनि छैन भनेर चाहिँ फर्काएर ल्याएको क्या हामीले केएमसी हस्पिटलबाट चाहिँ रुममा घरमा ल्याउनु भएको हजुर ए के भन्दा चाहिँ अब त उपचार गर्ने सोचमा हुनुहुन्छ कि तपाईँहरू होइन अनि हस्पिटलले पैसा जम्मा गर भनेको छ कि अथवा के भनिरहेको छ अहिले चाहिँ हस्पिटल पैसा जम्मा त भनेको छैन अब उपचार चाहिँ अब भयो भने उपचार गरौँ होइन सकेसम्म चाहिँ भनेर चाहिँ त्यही भनेको हो हामीले चाहिँ कति त पैसा लाग्छ त के अनुमान गर्नुभएको छ अनुमान त त्यही हो 4-5 लाख जति लाग्छ होला तपाईँले 4-5 लाख पैसा कतै अहिलेसम्म त खर्च पनि भयो भनिसक्नु भएको छ होइन हजुर हजुर अनि कतै यसो घरतिर कतै छरछिमेकमा अथवा आफन्तसँग केही यसो कुराकानी गर्नुभएको छ बाबुलाई कि केही सरसहयोग उठाएको छ छैन छैन त्यस्तो केही पनि छैन त्यस्तो केही पनि छैन अब मैले गाउँतिर पनि भनेको पनि भन्ने पनि फेरि कसले भन्नु अब कसले चाहिँ दिन्छ र पैसा पनि सम्पत्ति सिद्धिपछि मान्छेले नपग्याउँ रहेछ सर अब भएको जग्गाहरू बेचाउँ अहिलेको उसमा कसले लिनु गाउँमा बुवालाई चाहिँ अझै उपचार गरौँ भन्ने लागिरहेछ बुवा उपचार गरौँ निको हुनु पाए हुन्थ्यो भन्ने लागिरहेछ लागेको सर मलाई त छेमातले बिहाएन मेरो तपाईँसँग भएको पैसा सबै सकिसक्यो ए कतैबाट आउँछ भन्ने आश पनि छैन मेरो लगानी केही छैन सर छोराको घोडी यही अच्छा बाबु यही के गर्नु घरमा चाहिँ के गर्नुहुन्थ्यो बुवा तपाईँ भैँसी एउटा पाल्दा हलगोरे एउटा 2-4वटा बाख्रा अनि त्यस्तै खेती पेसा गर्छ सर ए अनि यो उमेरमा काम गर्न सक्नुहुन्छ त अझै सक्छ गोरु चराउने बाख्रा चराउने सक्छ सर ए बुवाको नाम चाहिँ के भन्छु बुवा तपाईँलाई चाहिँ तपाईँको नाम चाहिँ के भन्छु बुवा मेरो टेकबहादुर मोक्तान हो सर टेकबहादुर मोक्तान ए अहिले तपाईँले यो उमेरमा एउटा समस्या आइपऱ्यो है तपाईँ बिरामी हुनुभयो समस्या भयो सर मैले अहिलेसम्म बिमार भएको थाहा छैन सबै समस्या अहिले एकैचोटि देखा पऱ्यो त बुवा एकैचोटि पऱ्यो सर मलाई के गर्नु अझै अब उपचार गरेर निको हुम्ला बाँचौँला केही गरौँ भने चाहिँ लाग्छ तपाईँलाई 10-15 वर्ष त बाँच्ला कि भन्ने आशा छ सर अनि दाइ अब के सोच्नु भएको छ तपाईँले अनि अब हामीलाई एउटा बुवाको उपचारको लागि केही सहयोग मिल्छ कि भनेर एउटा हामीहरू माझ जोडिनु भएको छ होइन हजुर अनि बुवाको उपचारको लागि चाहिँ अहिले के सोचिरहनु भएको छ तपाईँले चाहिँ हुन त तपाईँ पनि एउटा शारीरमा एउटा अपाङ्ग अशक्त व्यक्ति हुनुहुन्छ होइन के सोचिरहनु भएको छ तपाईँले चाहिँ अब मैले चाहिँ अब सहयोग एकचोटि सहयोग उड्यो भने चाहिँ होइन सहयोग गर्थ्यो कसैले भने चाहिँ अब एकचोटि आज उपचार गरौँ होइन सकेसम्म चाहिँ भनेर चाहिँ त्यही सहयोग गरेको छ केही एउटा सहयोग रकम भयो भने चाहिँ बुवाको उपचार गर्न सकिन्छ भन्ने लाग्छ तपाईँलाई हजुर हजुर
तपाईँमा पनि त आफै एउटा समस्या छ नि होइन तपाईँ हजुर हजुर म एउटा पनि आफै हजुर म पनि अपाङ्ग हो हातखुट्टै टेकेर हिँड्नुपर्छ अँ, मेरो पनि छोरा छोरी छ अँ, बुढी छ तपाईँ एउटा सक्ने व्यक्ति भइदिएको भए अथवा बुवाले यो अवस्थामा आज हुँदैन थियो दाइ है होइन पैसामा अब सकिएको भए चाहिँ होइन अब कमाएर भएको भए चाहिँ पैसा खाँचो चाहिँ नहुन्थ्यो अब के गर्नु अब अहिले त आफू पनि नसक्ने पैसा कमाउन अनि गराउँ पनि अब पैसा नभएको अँ, त्यही भएर एकचोटि सबैजना सहयोग भयो भने चाहिँ गरेर हेरौँ होइन हुन्जेलसम्म चाहिँ भनेर चाहिँ त्यही विचारले चाहिँ मैले उ गरेको हो तपाईँ आफैमै समस्या छ त्यही माथि बुवा पनि बिरामी भएर अहिले आइपुग्नु भयो तपाईँको ठाउँमा है? हजुर हाम्रो यता बुवा कस्तो छ अनि अहिले खानपान अरू समस्याहरू चाहिँ खानाहरू त खान्छ सबै त्यही हो सर कोदो र मकै अलिअलि धान मुनिसिपालिटी धान आउँछ अब त्यही बनायो खायो बस्यो त्यति हो सर अरू त छैन बेचबिजन गर्नु सक्दैन त्यो ज्याला गर्नु जाऊ भने ज्याला गर्न सक्दैन त्यही हो सर बिचमा मर्ने भयो म के भन्छन् त बुवा तपाईँलाई तपाईँको भनौँ न छोराछोरीहरूले के भन्छन् त अनि अहिले छोरीहरू के गर्नु छोरीहरू बिहे गरिसक्यो छोराहरू बिहे गरिसक्यो अहिले के गर्नु बाको अवस्था यस्तै भयो अब के गर्यो उपचार गराउँदा बा भन्छ त्यही हो 15-20 वर्ष बाँच्नु पायो राम्रो हुन्थ्यो पनि के गर्नु मेरो जिन्दगी त्यति नै रहेछ अझै बुवाको इच्छा भनेको चाहिँ 15-20 वर्ष मात्र पाए हुन्थ्यो भन्ने हो त्यति बाँच्नु पाए राम्रो हुन्थ्यो सर मेरो छोराछोरी नाति नातिनीलाई के गर्नु दुःख पायो छोरछोरी नाति नातिनीले घरमा चाहिँ तपाईँ काम गरेर तपाईँ आफै काम गरेर खान सक्नुहुन्थ्यो कि अथवा छोराछोरीले हेर्थ्यो बुवा योभन्दा अगाडि एक घर गोरु चराउँछ दुई चारवटा बाख्रा चराउँछ अनि त्यति हो सर मेरो काम त त्यही हो गोरु जोत्नु सक्दैन पहिला जोत्नुहुन्थ्यो यो जोतेको सर पोहोरसम्म त मैले गोरु जोतेर हिँडेँ हजुर यसपाल मात्रै हो घाँस काट्छ सर एक हाल गोरुलाई खानु पर्यो के गर्नु तपाईँ अहिले बुढेसकालमा हुनुहुन्छ 69 वर्ष भन्नुभयो है 69 वर्ष भयो अहिले शारीरिकमा तपाईँ एउटा बिरामी हुनुहुन्छ एकतिर उपचार गर्ने पैसाको एउटा समस्या छ होइन ठ्याक्कै अहिले चाहिँ तपाईँले चाहिँ के कुराले चाहिँ अलिकति दुःख लागिरहेको छ भयो खोइ अब यो मर्ने कि भन्ने पिर अब यो अपरेसन गर्नुपर्छ भन्छ अब थुप्रो पैसा चाहिन्छ भन्छ सर कसले निकाल्नु सहुलियत पत्याउँदैन गाउँघरमा आफ्नो भएको सिद्धिसक्यो के गर्नु अब के गरे उपचार के गरे सकेन भने अब मर्नुपर्ने एक थरीले जिन्दगीमा मर्नै पर्ने हो अब मर्नुपर्ने भ्याए नभ्याएपछि के गर्नु भने सर मैले अब
त्यस्तो कुराहरू नि खेल्छ मनमा? के गरौँ त खोइ। अब तपाईँले यतिखेर छ नि बुवा, अब धेरैजनाले हेरिरहनु भएको छ होइन, अब धेरैजना दर्शकहरूले हेरिरहनु भएको छ, देश विदेशबाट तपाईँलाई अब हेर्दै हुनुहुन्छ। उहाँहरूबाट केही आशा गर्नुभएको छ तपाईँले अलिकति उपचार गर्न सकिन्छ कि सरसहयोग मिल्यो भने भनेर एउटा आशा राख्नु भएको छ होइन? के भन्न चाहनुहुन्छ उहाँहरूलाई एउटा सहयोगको लागि तपाईँ के भन्न चाहनुहुन्छ? विदेशीले सहयोग गर्यो भने, देश विदेशले सहयोग गर्यो भने राम्रो धर्म आउँछ सर। के बिगाउ सक्दैन। उहाँहरूलाई अलिकति सहयोग गरिदिनु लागि चाहिँ तपाईँ सहयोग गरिदिनु हुन्थ्यो भने चाहिँ तपाईँलाई लाग्छ हजुर, है? हजुर, पैसा अलिकति जम्मा भएर मेरो उपचार भयो हुन्थ्यो भने चाहिँ तपाईँलाई लाग्छ है? हुन्छ बुवा, तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना होइन। तपाईँ निको हुनुहुन्छ अवश्य पनि। अब तपाईँको भिडियो हेरेर अब जतिजनाले तपाईँलाई सहयोग गर्नुभएछ भनेदेखि होइन, हामी तपाईँको माझमा फेरि जोडिनेछौँ। दाइले के भन्नुहुन्छ दाइ, तपाईँ अन्तिममा जुन तपाईँ आफै एउटा तपाईँकै एउटा नसक्ने अवस्था छ, त्यही माथि अहिले बुवा बिरामी भएर तपाईँ सँगै हुनुहुन्छ होइन, एकदमै अवस्था नाजुक छ, समस्या छ, के भन्नुहुन्छ दाइ तपाईँ? अब बुवालाई चाहिँ म यस्तो भन्न चाहन्छु, सबैजनालाई चाहिँ अब बुवाको अवस्था हेरेर होइन, अब अवस्था हेरेर सहयोग गरिदियो भने एकचोटि उसमा उपचार गर्छु भन्ने चाहिँ सोच छ, त्यही हो। सबैलाई बुवाको अवस्था हेरेर एकचोटि सहयोग गरिदिनु भन्न चाहन्छु। सकेको सहयोग? हजुर, सकिएको सहयोग चाहिँ अवस्था हेरेर, त्यही हो। तपाईँको फोन नम्बर पनि भनिदिनु नि त, कसैले सम्पर्क गरेर होइन फोन गर्नुभएछ भने तपाईँले सिधै कल आउँछ, तपाईँको सम्पर्क माध्यम पनि भनिदिनु न। हजुर, मेरो नम्बर चाहिँ 9866 अनि 950 927। 9866 अनि 950 927। हुन्छ दाइ, तपाईँहरूको एउटा समस्या होइन, तपाईँको एउटा पीडा हामीले भिडियो मार्फत राखिदिनेछौँ। यो भिडियो हेरेर कसैजना तपाईँहरू माझमा जोडिनु भयो भने फेरि हामी तपाईँहरू माझमा जोडिन्छौँ है। अहिले चाहिँ भने बुवालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामी छुट्टिन्छौँ है त। हस्, धन्यवाद।